हजुरहरू पनि यस्तै टुटेका फुटेका फोनसँग गिलास साट्ने अथवा बेच्ने सोचमा हुनुहुन्छ भने सावधान रहनुहोला। अहिले धेरैजसो गाउँ गाउँमा पनि यस्तै फोनहरू साटेर गिलास लिने मान्छे आउँछन् भने पसलहरूमा पनि यस्तै फुटेका फोनहरूको राम्रै मूल्यमा बिक्न थालेका छन्। स्टोरेज अनुसार 2000, 3000, 4000सम्ममा पनि बिक्ने गर्दछन् र यो फोनहरूमा हजुरहरूले गिलास साटे पनि पसलमै आएर बेचे पनि यिनीहरूका बोर्डहरू इन्डिया जान्छन् र अब हजुरहरूले यो फोन बेच्ने कि नबेच्ने त भन्नुहोला। बेच्दा हुन्छ, तर यसका केही क्राइटेरियाहरू छन्। सपोज यो फोन तपाईँले चलाउँदै हुनुहुन्छ र चलाउँदा चलाउँदै यो फोनको डिस्प्ले गयो अथवा पुरानो मोडलको भयो र डिस्प्ले फुटिसकेपछि पसलमा लगेर दिनु खोज्नुभयो भने 3-4 हजारमा मजाले बेच्नुहुन्छ। तर अब यो फोनमा तपाईँको के हुन्छ, सामाजिक सञ्जाल एक्टिभ हुन्छ, यसमा फेसबुक एक्टिभ हुन्छ तपाईँको, र यसभित्र जुन फेसबुक टिकटक छ, जुन तपाईँले नयाँ फोन किन्नुहुन्छ र नयाँ फोन किन्दाखेरि प्रायः तपाईँले के गर्नुहुन्छ, नयाँ लगइन गर्नुहुन्छ र नेपालीमा यो लगभग कमन नै हो र हामीले एउटा आइडी चलाउँछौँ। हामीले उक्त आइडीको केही कुरा राखेका हुँदैनौँ र त्यो बिर्सिने बित्तिकै हामीले अर्को आइडी चलाउन थाल्छौँ र त्यो पुरानो कुरालाई चाहिँ हामीले इग्नोर गर्छौँ। र कतिपय त फोनमा लक पनि राख्नु भएको हुँदैन र नर्मल लकहरू हुन्छ। र अब यो फोनको डिस्प्ले हाल्ने बित्तिकै हजुरहरूको सामाजिक सञ्जाल यदि युज गर्ने मिसयुज गर्ने मान्छेको हातमा पऱ्यो भने के होला। अब त्यसको अर्थ सेकेन्ड ह्यान्ड फोन के बेच्दै नबेच्ने हो त? तर त्यो बेच्दै नबेच्ने भन्न खोजेको होइन, तर हजुरहरूले जुन यो फोन इन्डिया पुगेर मिसयुज भयो भने हजुरहरूको पुरानो फेसबुक आइडी जुन चलाउनुहुन्थ्यो त्यो आइडी अन्य मान्छेहरूले एक्टिभ देख्न थाल्यो भने सोच्नुहोस् त के होला। त्यो आइडीबाट कुनै नकारात्मक कुराहरू, नकारात्मक भिडियोहरू पोस्ट भयो भने हजुरको त्यो एकाउन्टमा भएको फ्रेन्ड लिस्टलाई मेसेज गरेर अनेकौँ किसिमका कुराहरू भयो भने हजुरको इज्जत र प्रतिष्ठाको के होला। त्यसकारणले गर्दा आफ्नो फोन बेच्नु अघि र बेच्नुपर्ने छ भने पनि बेच्नु होला, तर त्यसमा भएका कुराहरू कम्प्लिटली साइन आउट गरेर, कम्प्लिटली फर्मेट गरेर र फ्याक्ट्री रिसेट गरेर मात्रै हजुरहरूले पसलमा लगेर बेच्नुहुन्छ अथवा गिलास पनि साट्न सक्नुहुन्छ। सानो लोभले गर्दाखेरि ठुलो विलाप हुनसक्छ। त्यसकारणले गर्दा एकदमै सचेत रहनुहोला, किनकि हजुरको फोन एक्टिभ नै रहेछ भने पर्सनल डाटा कुराहरूलाई मिसयुज गरेर हजुरलाई ब्ल्याकमेल हुनसक्छ र हजुरको यो फोनबाट आउने केही मूल्यभन्दा हजुरको पर्सनल लाइफ एकदमै धेरै मूल्यवान छ। यो हामी सबैले बुझेका पनि छौँ। त्यसैले हामीले जहिले पनि फोन बेच्दाखेरि फोन कम्प्लिटली फर्मेट गरेर अथवा त्यत्तिकै थन्काइदिँदा पनि हुन्छ र त्यसको बोर्डहरू डिस्ट्रोय गरिदिँदा हुन्छ। त्यस कारणले गर्दा यस्ता कुराहरूमा विशेष ध्यान दिनु होला।